छ भन्दैमा जे पनि गर्न पाइदैन नि भाउजू फेरि किन पाइदैन किन याद राख्नु मुख ठिकमा राख्नु मेरो आमा हो मुख ठिक तपाईँ मेरो भाउजू नभएको भए फेरि मैले जाने थियो ए केही हुँदैन यो बुढी लिएर जाने हात नलाउनु फेरि यति जान्छ भयो मेरो आमालाई मनमर्जी गर्न पाइन्छ या मेरो घरमा बसेर मेरै खाएर मेरै आमालाई नि आफ्नो घर भनेर भयो आफ्नो घर भन्दैमा हुन्छ यो जब 30 रुपैयाँको कप फुट्यो भन्दैमा यस्तो अर्कालाई काम गरेर राखेको मान्छेलाई कुट्न पाइन्छ तपाईलाई पुलिस बोलाएर लैजाऊ पठाऊ तपाईँ लाज छैन अलिकति लाज लाग्दैन यत्रो मान्छेलाई बुद्धि आएन छैन लाज लाग्दैन यत्रो यो बुढी यस्तो बुढी मान्छेलाई कुट्ने हो यो बुढीलाई निक्लेर लाने आफूसँग लाने यो बुढीलाई हिजो मेरो दाइले माग्न आउने बेलामा दाइ माग्न आउँदाखेरि त तपाईँ त हुन्छ मन परेर भने हैन अहिले चाहिँ के भयो अहिले मन परेन यो बुढीले मेरो मम्मीलाई जेप्पाइदै भनी गाली गरी बुढी नभन्नु फेरि तपाईको आमा पनि मेरो आमा तपाईको आमा इज्जत गर्ने ठाउँमा इज्जत गर्न जानुपर्छ ए पुलिस बोलाऊ अहिले बोलाऊ जाने हो जेल के गरे तपाईले यो नैतिकताले दिन्छ तपाईको यो ह भने भए त तेरो आमा लिएर जा भने म लगेर पाल्थे नि लैजानु तपाईको आमालाई मेरो आमालाई हातले पुलिस बोलाऊ अहिले पुलिस बोलाउनु तपाईको आमा लिएर जानु यो कति वर्ष भयो यो बच्चा यस्तो बच्चालाई काम गरेर अहिले यहाँ बाल मुद्दा हालेर तपाईलाई जेलमा खानु पैसा दिएर काम गरेर राखेको पैसाले काम होइन यो 14-15 वर्षको मान्छेलाई काममा राख्यो भने अहिले जेलमा जान्छ थाहा छ कि छैन यो किन काम गर्न राख्यो त्यसलाई मैले जबरजस्ती ल्याएको हो यसलाई मैले काम गर्न आयो भने जसले काममा राख्छ त्यो जेलमा जान्छ जाँदैन काम गर्न आउने जाँदैन पैसा दिएर राखेको मसँग पैसा छ पैसा दिएर राखेको मैले अर्काको आमालाई हातपात गर्ने दाइ खो मेरो दाइ बोलाउने यहाँ अब जानेछ ए अर्काको आमामाथि हात उठाउने मेरो आमालाई म लगेर पाइहाल्छु हो लानु भन्दै तिमीहरूको सन्तानले पाल्नुपर्छ लिएर जानु आफ्नो आमालाई लिएर जानु म पाल्दिन यस्ताको घरमा काम गरेर बस्ने बहिनी तिमी हिजो हिँड यस्ता म दिन्छु तिमीलाई काम लैन यस्तो यो मैले कति वर्ष राखेको आफ्नो हाल्नु नि फेरि आफ्नो हाल्नु तपाईँ यसलाई मैले वर्षदेखि पालेको 7 वर्षदेखि पालेको केटी मान्छे भनेर छोडिदिएको नि मैले हात नहाल्नु छोड्नु त यो कहाँ जान्छ लु जानु निस्केर हेरौँ यो घरबाट गएकी ल तपाईले के गर्नु खोज्यो तपाईँ मेरो घरमा आएर दादागिरी देखाउने हैन के को दादागिरी यो मेरो दाइको घर यो मेरो घर तपाईको दाइ घर बसेको तपाईको दाइको घर हो यदि कुरो याद राख्नु दाइले तपाईलाई लिएर जाँदा खोज्दाखेरि तपाईले हो यहाँ बस भन्ने मेरो दाइले राख्ने तपाई हो यहाँ मेरो सम्पत्ति देखेर बसेको तपाईको राम्रो लभ गर्ने बेलामा गर्ने अनि त्यसपछि अहिले चाहिँ मेरो आमा बढी भयो सम्पत्ति देखेर पाल्न नसक्ने यत्रो यो घर तपाईले मर्ने बेला लिएर जानुहुन्छ हात नहाल्नु नि फेरि भाउजू साउजू भन्दिन मैले के को काम गर्ने तपाईलाई त पुलिस त बोलाएर नपठाइ भएन के तपाईलाई त जेलमा खाच्छु मैले पस्नु जा पुलिस बोला जा अति नै गर्नुभयो के तपाईले त हद पार गर्नुभयो कि भाउजू के को भाउजू अब दाइ नै साइ अब जानेछ पस्नु तपाईलाई ल हिँड्नु आमा यस्ता पनि तपाईको बुहारी यस्ता तपाईको बुहारी ठुक्क तपाईले धन कहाँ लिएर जानुहुन्छ के आखिर लिएर चाहिँ कहाँ जानुहुन्छ तपाईको आमा जस्तै होइन मेरो आमा बेहोरा हुनु पर्यो के को बेहोरा गाउँमा बसेको र सहरमा बसेको एउटै हुन्छ मेरो दाइले किन बिहे गरेको त त्यसो भए ह तेरो दाइ यहाँ सम्पत्ति देखेर पछि लागेको हो नि त आमाको बेहोरा हुनु पर्यो हो त्यसैले चाहिँ भनिन्छ कि घरमा बुढाबुढी बाबाआमा भएको बेलामा चाहिँ उनीहरूलाई रेखदेख गर्ने कुर्ने हैन एकजना चाहिँ जवान छोरा चाहिँ हुनै पर्छ के चाहे त्यो जवान होस् या त्यो बुढो मान्छे होस् हैन एकजना छोरा मान्छे चाहिँ घरमा हुनै पर्छ कि साथीहरुलाई हेर्नुस् त बुढाबुढी भएको बाबाआमालाई कति हेला गर्दो रहेछन्।